हेलो गाइस, हेर्नु हाम्रो माइत गाउँको पोखरी कति राम्रो छ। कमलको फुल कति धेरै फुलिरहा हेर्नु मेरो पछाडि। यो बिहानमा भएको त रात देखिन्थ्यो होला, अहिले त रात रात परिरह नि त, त्यही भएर हाम्रो माइती गाउँ चाहिँ यता 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 यहाँ मन्दिर छ। यहाँ चाहिँ कति रमाइलो छ। यो सबै कपुरको बोट हो, हाम्रो पोखरी हो, राम्रो छ नि एकदम। त्यो चाहिँ हाम्रो दिदी हो, के गर्दै बसियो अनि हाम्रो माइत माथि डाँडामा कता हो कता हरायो झम्मरको छिक्के हाम्रो। अनि यहाँ मन्दिर छ, अर्को मन्दिर छ, हाम्रो दिदीसँग गरेको कुर छ। म जहाँ गएँ त्यहीँ जान्छ। यहाँ मन्दिर पहिला पुरानो थियो अनि हाम्रो ताल पोखरी तालदेवी मन्दिर हो। एकदम जे मागे त्यो पुरा गरिदिनुहुन्छ। एकदम आपत पर्दा विपद हामी सम्झन्छौँ। यहाँ काइयो फुल छ, काइयो फुल भन्छौँ हामीलाई, काइयो फुल अनि के भन्छ यहाँ पाटी छ। अनि उहाँ मान्छेले स्कुटी लिएर यही बाटो। अनि यहाँ यस्तो छ पोखरी, पोखरीमा सबै घर। यहाँ धान कति राम्रो छ। धान गाउँ पनि छ, यहाँ गाउँ पनि छन् छन त यी गाउँ छन्, गाउँघरहरू पनि छन्। अनि 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 घर छन् छन त अलिअलि। तिम्रो ब्लगमा यता हेरे यस्तो राम्रो धान छ, यता हेरे फेरि यस्तो राम्रो मास हुन्छ। यहाँ त फेरि मास यस्तो राम्रो मास हुन्छ। दाल र भात खानु चाहिँ दुःख छ। यता हिमाल देखिन्छ कति राम्रो, रात परेमा देखेको। जाँगर हुनुपर्छ। जाँगरसँग त्यसै आँगर गरेर त कहाँ पाइन्छ र, होइन? यस्तो राम्रो छ नि त हाम्रो माइती गाउँ यो। डाँडा डाँडामा चाहिँ हारो देखिए। यता आन्टीहरू घर छ सबै। यता हामीले टिका लाउन आएको कता हाम्रो गोलको कुरो पछि मेरो पुच्छर। आऊ आऊ बाबा आऊ। यस्तो गर्छौँ अनि यस्तो गर्छौँ, गल्ली गल्ली घर घर पस्छौँ हामी। यस्तो गरेर यस्तो घर हामी टिकाउन आएको घर चाहिँ ढोका लाग्यो थाहा होइन। म ब्लग बनाउँदैछु गाइस। सबैले सब्सक्राइब, लाइक कमेन्ट सब्सक्राइब भन्छ। म फ्लावर लभर हो क्या, त्यसरी मनपर्छ। यहाँ त बत्ती बलिसकेको छ, हामी घरमा जान आएको गाइस। गाइस फुल टिप्न हुन्न भन्छन्, नटिप्नु हेरको पिला नचुन्नु पापा लाग्दछ।